पालक र सब्जी ल यसलाई चाहिँ अब चट्ट खाइदिने हो दाजुभाइ मिलेर है। ल यहाँको भ्यू चाहिँ यस्तो छ। भ्यू चाहिँ एकदम दामी छ। 5 स्टार होटलमा बसेर खाए जस्तो हुन्छ। सेम लाइक 5 स्टार होटल। भिडियोमा हैन गाना सुन्नाले जुन चाहिँ भोइस हालेको छु नि अहिले यही भोइस हाल्नु। भिडियोको साउन्ड बढाएर एकबार हाली त्यस्तै हाले। छाडा चाहिँ नबोल्नु। छाडा बोले गरौँ त भाइ। तपाईँ छाडा बोल्दै हालिदिन्छु बेला ल। अस्ति नै एउटा भिडियो हेरेको मुजी आउँदै रहेछ। आमाले त भन्दै हुन्छ। कहाँ पब्लिकले त्यस्तो हुन्छ त। आमाले पनि भन्दै गरेको हुन्छ। घरिघरि नराम्रो बोली पढाउँदो रहेछ केटाहरू भन्दैछ। डोन्ट वरी भिडियो चल्दै रहन्छ मनु भाइ। युट्युबबाट कमाइ होस् नहोस् भिडियो चाहिँ हालिरहने क्या भाइ। मेमोरी हुन्छ नि होइन। पछि गएर एकाउन्ट सेकाउन्ट डिलिट भयो भने ह्याक भयो भने पनि भिडियो त रहन्छ। भिडियो रहन्छ। यहाँ खाएको मस्ती अरू जग्गा देखाउँदा ए हो रहेछ भन्ने हुन्छ। अनि त्यस्तो जस्तो खान्थेँ। अब महँगो मुखमान त गर्नु सक्दिनँ भने खाने मान्छे छैन। आफू मात्रै खानु लागि त युट्युबर हुनु पऱ्यो पहिला। पवित्र खाएर त्यो खाँदै फ्याँक्दै कहाँ हुन सक्छ। त्यो मुखमा खानेले त अब मुखमा हाल्छ भिडियो कट गर्छ। फ्याँक्दै खाँदै गर्छ। पानी खान सक्यो। तितो है तितो अरे तितो अलिअलि मात्र छ धेर छैन। छिटो हुन्छ नि त्यही माथि यहाँ ठाउँ पकाएको कति भइसक्यो।